तपाईलाई 24 घण्टे सूचना दिएर घर खाली गर्न सक्नुहुन्छ अनि के बर्खाको बाढी चाहिँ तपाईलाई 24 घण्टे सूचना दिएर आउँथ्यो त? हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको माननीय रमेश प्रसादज्यूको यो भाषण सुन्नुहोस्। कसरी यो विपक्षी दलहरूको मुटुमा ढ्याङ्ग्रो बस्ने गरी भन्नुभएको छ। खाली विरोध मात्र गर्ने होइन, ल विरोधीहरू अब यो कुरा सुन पहिला एकचोटि। मेरो अर्थमन्त्रीले बजेटको सिद्धान्त र प्राथमिकता यति उत्कृष्ट प्रस्तुत गर्नुभयो कि धुर दक्षिणपन्थी माओवादीलाई पनि मन चाहिँ धुर वामपन्थी माओवादीलाई पनि मन पर्यो, धुर दक्षिणपन्थी राप्रपालाई पनि प्रिय लाग्यो। अझ अचम्म त एमालेलाई पनि आकर्षक र कर्णप्रिय लागेको छ। हिजोसम्म तिम्रो विचारै छैन भन्नुहुन्थ्यो अग्रजहरू, आज कार्यान्वयन कसरी गर्छौ भन्दै हुनुहुन्छ। यो अत्यन्त सुखद पक्ष हो। मलाई गर्व यस मानेमा पनि छ सभामुख महोदय कि मेरा अग्रजहरूले देशका जुन समस्याहरूप्रति 35 वर्षसम्म आँखा चिम्लिनुभयो, आज झलझली देखिरहनु भएको छ। र यही वर्ष ती सबै समस्याहरूको समाधान होस् भन्ने उहाँहरूको शुभेच्छा छ, कम्ता विश्वास रहेछ त यो सरकारप्रति अग्रजहरूलाई। मलाई यसमा गर्व छ। सभामुख महोदय, सम्पूर्ण विषयहरूको व्याख्या गर्ने समय छैन, समयको पाबन्दी छ। म हटपट बनेका केही विषयहरूमा केन्द्रित हुन चाहन्छु जसमा भ्रमको भाइरस असाध्यै धेरै फैलाइएको छ। पहिलो, सङ्गठित हुने अधिकारै कुण्ठित गर्न आँटे हो। हामीले भनेकै हो, जनताको करबाट तलब खाने कर्मचारी खुल्लम खुल्ला कार्यालयभित्रै काङ्ग्रेस एमाले र माओवादी हुन पाउँदैन। विश्वविद्यालय र सरकारी कार्यालयबाट दलीयकरणको अन्त्य त गर्छौँ, तपाईँलाई प्रिय लागोस् कि अप्रिय लागोस्। हामीले सङ्गठित हुने अधिकार कुण्ठित गर्न खोजेको होइन, तर हरेक ठाउँका निश्चित मर्यादाहरू हुन्छन्। अझ बुझ्ने गरी भन्दा हामीले नुहाउन पाउने अधिकार खोज्ने भनेको होइन, भान्सा कोठामा नुहाउन पाइँदैन भनेको हो। अर्को विषयमा पनि असाध्यै धेरै भ्रम फैलाइयो। यो सरकार सुकुम्बासीप्रति निर्मम भयो। अघि 18 वटा सुकुम्बासी आयोग र खर्च भएको 9 अर्ब रुपियाँको निर्मम प्रसङ्ग माननीय यज्ञमणि नेउपानेले सुनाउनु भयो। म त देख्दिनँ, तर म मेरा अग्रजहरूलाई ऐना हेर्न आह्वान गर्छु। 35 वर्षसम्म तपाईँको गलत नीतिले सृजना भएको र तपाईँको बदनियतले विकराल बनेको समस्या हो कि होइन सुकुम्बासी समस्या? सरकारले जोखिमयुक्त क्षेत्रबाट, नदी किनारबाट नागरिकलाई उद्धार गरेर बचाउन चाह्यो। भ्रमको भाइरस यति विघ्न फैलाइयो, एकजना माननीयले भन्नुभयो, ए तपाईँलाई 24 घण्टे सूचना दिएर घर खाली गर्न सक्नुहुन्छ अनि के बर्खाको बाढी चाहिँ तपाईँलाई 24 घण्टे सूचना दिएर आउँथ्यो त? अनि बाढीले बगाउनबाट आफ्ना नागरिकको रक्षा गर्नु सरकारको कर्तव्य हो कि होइन? हो, होल्डिङ सेन्टर अझ व्यवस्थित हुन सक्थ्यो, तर सरकारको नियत शुद्ध छ।